नमस्कार। न्यू लुम्बिनी बुलेटिनमा स्वागत छ। म मल्लिका सारू र म सिमरन थापा। हामीले यस विद्यालयको साप्ताहिक विभिन्न गतिविधिहरू र अन्य शिक्षा तथा बालबालिकासँग सम्बन्धित खबरहरूलाई लिएर हरेक हप्ताको आइतबार न्यू लुम्बिनी बुलेटिन लिएर यहाँहरूमा उपस्थित हुने गर्दछौँ। अब बुलेटिन विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा सानो टिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। एसई परीक्षा गत चैत्र 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यस पटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न गरिएको हो। यस वर्ष एसई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमित तर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा, 2,54,801 छात्रा र अन्य 7 जना छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजा अनुसार एसईमा सहभागी मध्ये 1,46,507 विद्यार्थी नन ग्रेड भएका हुन्। एसई परीक्षामा सबैभन्दा बढी जिपिए 3.6 देखि 4 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्यस्तै जिपिए 3.20 देखि 3.60 सम्म ल्याउने विद्यार्थीको संख्या 80,372 रहेको छ भने 2.80 देखि 3.20 सम्मको जिपिए ल्याउने विद्यार्थीको संख्या 94,222 रहेको छ। त्यसैगरी 55,977 विद्यार्थीले यस वर्ष 2.40 देखि 2.80 जिपिए ल्याएको बोर्डले जनाएको छ। जिपिए 2 देखि 2.40 सम्म ल्याउने विद्यार्थीको संख्या 5,190 रहेका छ भने 1.60 देखि 2 जिपिए ल्याउने विद्यार्थीको संख्या 7 जना रहेको बोर्डले जानकारी दिएको छ। नियमित तर्फको सबै विषयमा नन ग्रेड भएका विद्यार्थीहरूको ग्रेड वृद्धि परीक्षा पूरक परीक्षा असार 1 गतेदेखि 15 गतेसम्म परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष देवदह नगरपालिकाबाट 71.4% विद्यार्थी उत्तीर्ण भएका छन्। कुल 1,269 विद्यार्थी सहभागी भएकोमा 906 जना विद्यार्थी उत्तीर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ। शाखाले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यस वर्षको नतिजामा गिरावट आएको देखिएको छ। गत वर्ष 89.86% विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष त्यो नतिजामा 18.46%ले गिरावट आएको हो। 2080 को एसईमा 47.49% विद्यार्थी उत्तीर्ण भएकोमा गत वर्ष उल्लेख्य सुधार भए पनि यस वर्ष देवदहको एसई नतिजा कमजोर देखिएको छ। सामुदायिक र संस्थागत गरी देवदहका कुल 25 वटा विद्यालय एसईमा सहभागी भएकोमा 2 वटा संस्थागत विद्यालयले मात्र यस वर्ष 100% विद्यार्थी उत्तीर्ण बनाउन सफल भएका छन्। गत वर्ष 9 वटा संस्थागत विद्यालयले 100% विद्यार्थी उत्तीर्ण गराएकोमा यो वर्ष त्यो संख्या घटेर 2 मा झरेको छ। यस वर्षको एसईमा न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुल देवदह 5 र मदरल्यान्ड एकाडेमी देवदह 3 ले बाहेक अन्य विद्यालयले पुरानो विरासतलाई कायम गर्न सकेनन्। यस पटक न्यू लुम्बिनीबाट 18 जना विद्यार्थीले एसई सहभागिता जनाएका थिए भने मदरल्यान्डले 10 जना विद्यार्थी सहभागी गराएको थियो। न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुल देवदह 5 ले एसईमा 100% नतिजा ल्याउने विगत 10 वर्षको विरासतलाई यस वर्ष पनि कायम राखेको छ। विद्यालयले यस वर्षको एसई परीक्षामा सहभागी 18 जना विद्यार्थीमध्ये
100% विद्यार्थी उत्तीर्ण गराएर आफ्नो विरासतलाई कायम राखेको छ। उत्तीर्ण विद्यार्थी मध्ये 3.6 GPA भन्दा माथि ल्याउने विद्यार्थीको संख्या 4 रहेको विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले जानकारी दिए। यसैगरी 10 जना विद्यार्थीले 3.2 भन्दा माथि ल्याएका छन् भने 4 जनाले 2.8 भन्दा माथि ल्याएर उत्तीर्ण भएका छन्। विद्यालयमा सबैभन्दा बढी सृष्टि थापा मगरले 3.86 GPA ल्याउन सफल भएको छ। 2073 सालबाट SCE परीक्षामा सहभागिता जनाएको न्यू लुम्बिनीले हालसम्म सबै परीक्षामा 100% नतिजा ल्याउन सफल भएको प्रिन्सिपल थापा मगरले बताए। न्यू लुम्बिनीबाट SCEमा सहभागिता जनाएको पहिलो वर्ष 9 जना, विक्रम सम्वत 2074 मा 20 जना, 2075 मा 13 जना र 2076 मा 16 जना विद्यार्थी उत्तीर्ण भएका थिए। यसैगरी विक्रम सम्वत 2077 मा 14 जना, 2078 मा 12 जना र 2079 मा 20 जना, 2080 मा 22 जना, 2081 र 82 मा 18 जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल थापा मगरले जानकारी दिएका छन्। देवदह 5 खैरेनीमा अवस्थित न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा SCE सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा SCEमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई खादा, अबिर र मायाको चिनो प्रदान गर्दै उज्जवल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, कर्मचारीहरू, प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक र शिक्षकहरूको संयुक्त मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी शैक्षिक यात्रामा अझ उच्च सफलता हासिल गर्न प्रेरणा दिएका थिए। साथै उहाँले अनुशासन, मेहनत र सकारात्मक सोचले जीवन सफलता प्राप्त गर्न सकिने बताएका थिए। कार्यक्रममा विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै उच्च शिक्षा तथा जीवन यात्रामा निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए। सम्मानित विद्यार्थीहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै विद्यालयबाट प्राप्त शिक्षा, अनुशासन र मार्गदर्शन आफ्नो सफलताको आधार भएको बताएका थिए। कार्यक्रममा अभिभावकहरूले बोल्नुहुँदै विद्यालयको कुशल व्यवस्थापन तथा रणनीति, शिक्षकहरूको कडा मेहनत र योगदानको कारण आफ्नो नानी बाबुहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा विद्यालय र शिक्षकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम विद्यालयको भाइस प्रिन्सिपल विष्णु बहादुर सारूको अध्यक्षता, शिक्षक निर्मला पौडेलको स्वागत र फुलमाया थापाको सञ्चालनमा सम्पन्न भएको थियो। न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षकहरू दिलाराम घिमिरे, जगत राणा तथा राजु सुवेदीलाई सम्मानसहित औपचारिक रूपमा बिदाई गरिएको छ। SCE उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँहरूलाई सम्मान तथा शुभकामना सहित बिदाई गरिएको हो। कार्यक्रममा विद्यालयप्रति उहाँहरूले पुर्याउनु भएको शैक्षिक योगदान, अनुशासन, मेहनत तथा विद्यार्थीप्रतिको समर्पणको उच्च प्रशंसा गरिएको थियो। विद्यालय प्रशासनले उहाँहरूको सेवा, योगदान र अनुभव विद्यालयका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले असल शिक्षक कहिले विद्यालयबाट टाढा हुँदैनन्। उहाँहरूको ज्ञान, प्रेरणा र योगदान सदैव विद्यालय परिवारमा स्मरणीय रहनेछ भन्दै सम्मानित शिक्षकहरूको आगामी जीवन सुखद र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। विदाई कार्यक्रममा सम्मानित शिक्षकहरूलाई टीका, खादा र मायाको चिनो प्रदान गरिएको थियो। शिक्षकहरूले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलसँग बिताएका क्षणहरू सदैव अविस्मरणीय रहने बताएका थिए। विद्यालयले उहाँहरू पेसागत तथा व्यक्तिगत जीवन सफल रहोस् भन्ने कामना गरेको छ। देवदह 5 खैरेनीमा अवस्थित न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यले स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयको बाल क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा
विद्यालयमा शैक्षिक सत्र 2083मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई टीका, खादा, फूलको गुच्छा तथा शुभकामना सहित स्वागत गरिएको थियो। कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै विद्यालयका भाइस प्रिन्सिपल तथा प्रमुख अतिथि विष्णु बहादुर सारूले नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै अनुशासित, सृजनशील र गुणस्तरीय शिक्षाका माध्यमबाट उज्जवल भविष्य निर्माण गर्न विद्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो। बाल क्लबका पदाधिकारीहरूले कार्यक्रम सञ्चालन गर्दै नयाँ विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग सहज घुलमिल हुन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन प्रेरित गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले स्वागत गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा नव आगन्तुक विद्यार्थीहरूले विद्यालय परिवारबाट प्राप्त आत्मीय स्वागतप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अध्ययनसँगै विद्यालयका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम बाल क्लबका अध्यक्ष आशिका सुनारको अध्यक्षता, सहसचिव स्वेच्छा सोनीको स्वागत र सचिव आरती ढकालको सञ्चालनमा सम्पन्न भएको थियो। देवदह 5 खैरेनीमा अवस्थित न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा शैक्षिक सत्र 2083 अन्तर्गत विद्यार्थीहरूको सदन विभाजन कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व विकास तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले रातो, पहेँलो, नीलो र हरियो गरी 4वटा सदनमा विभाजन गरिएको विद्यालयले जनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रम मार्फत विद्यार्थीहरूलाई उनीहरूको रुचि, क्षमता तथा कक्षागत समायोजनका आधारमा विभिन्न सदनमा आबद्ध गरिएको छ। कार्यक्रममा बोल्दै विद्यालयका भाइस प्रिन्सिपल विष्णु बहादुर सारूले सदन प्रणालीको विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अतिरिक्त क्रियाकलाप इन्चार्ज रश्मि थापाले आगामी दिनमा खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विभिन्न सृजनात्मक गतिविधिहरू सदनगत रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। सदन विभाजन पश्चात सदन समूहले आफ्नो सदनको लागि सदन नेताको रूपमा क्याप्टेन र भाइस क्याप्टेन समेत छनौट गरेको छ, जस अन्तर्गत रातो सदनमा क्याप्टेन आयुषा बोहरा र भाइस क्याप्टेन जगत सारू, पहिलो सदनमा क्याप्टेन रोयल थापा र भाइस क्याप्टेन स्वेच्छा सोनी, हरियो सदनमा क्याप्टेन जेनिसा रेशमी र भाइस क्याप्टेन सिसी साके र नीलो सदनमा क्याप्टेन आयुष बराल र भाइस क्याप्टेन मिर्सना सुनार छनौट हुन सफल भएको छ। साथै सदनलाई समन्वय, सहजीकरण र मार्गदर्शनको लागि सदन शिक्षक, रातो सदनमा पद्मा थापा छेत्री र मिनु मास्की, पहिलो सदनमा ओम नारायण थारू र तुलसा रिङ्जाली, हरियो सदनमा लक्ष्मी रेशमी र रेजिना गुरुङ, नीलो सदनमा निर्मला पौडेल र सुजन राणा रहनु भएको अतिरिक्त क्रियाकलाप इन्चार्ज रश्मि थापाले जानकारी गराउनुभयो। सदन विभाजन पश्चात प्रत्येक सदनका विद्यार्थीहरू उत्साहित देखिएका थिए। विद्यालयले सदनगत गतिविधि मार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा सर्वाङ्गीण विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। आजलाई न्यू लुम्बिनी बुलेटिन यति नै। अर्को हप्ता पुनः विद्यालयको साप्ताहिक गतिविधि लगायतको अन्य खबरहरू लिएर उपस्थित हुने बाचा गर्दै म मल्लिका सारू र म सिमरन थापा बिदा हुन चाहन्छु। यहाँहरूको हरेक पल सुखद रहोस्। नमस्कार।